मामीको खेत रोप्न आयो खेत रोप्न मामीको खेत रोप्न आयो खेत आज मिति 2082 साल असार 15 गते आइतबारका दिन सिराङचोक गाउँपालिका वार्ड नम्बर 8 को आयोजनामा श्री पर्वकार आदर्श उच्च माध्यमिक विद्यालयको आयोजनामा राष्ट्रिय बाल दिवसको अवसरमा यस सिराङचोक गाउँपालिका वडा नम्बर 8 अर्कुलमा आज हामी खेत रोप्ने कार्यक्रममा उपस्थित हुनको लागि नारायण आयौं छुटेर एवं रीतले जब हामी खेत रोप्नको लागि सम्पूर्ण भजन मण्डली आदरणीय बुवा आमा दाजुभाइ दिदीबहिनी सम्पूर्ण मिलेर सिराङचोक गाउँपालिका वार्ड नम्बर 8 मा रहेको यस श्री पर्वकार आदर्श माविको प्राङ्गणमा खेत रोप्नको लागि सबैजना जुटेर आएका छौँ र यस अवसरमा हामीले लोप हुन गएको भजनको केही टुकाहरू सुनाउनको लागि यहाँ उपस्थित रहनुहुने सम्पूर्ण महानुभावहरूलाई नारायण अनुमति माग्दछु। कीर्तन गर्न भने अनुमति माग्दछु। एवं रीतले जब यहाँ सम्पूर्ण महानुभावहरू यस क्षेत्रपाई कार्यक्रममा उपस्थित हुनुभएको छ आदरणीय सिराङचोक गाउँपालिकाका अध्यक्षज्यू उपाध्यक्षज्यू सम्पूर्ण वडाध्यक्षज्यूहरू आदरणीय बुवा आमा दिदी बहिनीहरू सम्पूर्णमा यस श्री धनसार भजन मण्डलीको तर्फबाट नारायण गर्छौं नमस्कार। सबैजनामा गर्छौं नमस्कार सबैजनामा अमृतले जब हामी सम्पूर्णमा नमस्कार गर्यौं विशेषतः हाम्रो यस भजन मण्डली लोप हुन गएको खैचडी भजन उत्थानको लागि सिराङचोक गाउँपालिका वडा नम्बर 8 द्वारा हाम्रो यस कार्यक्रममा रु 1 लाख रुपैयाँ छुट्याई ड्रेसको व्यवस्थापन गर्नुहुने आदरणीय वडाध्यक्षज्यू एवं यस कार्यक्रममा सम्पूर्ण महानुभावहरूलाई नारायण दिन्छौं धन्यवाद। राम्रो कामको थालनी भयो दिन्छौं धन्यवाद।
जोगाउँ हाम्रो संस्कार गाउँपालिकालाई नमस्कार गाउँपालिकालाई नमस्कार जोगाउँ हाम्रो संस्कार गाउँपालिकालाई नमस्कार जोगाउँ हाम्रो संस्कार गाउँपालिकालाई नमस्कार जोगाउँ हाम्रो संस्कार गाउँपालिकालाई नमस्कार असार 15 कृषक मेला हामी सबै आयो कृषक मेला हामी सबै आयो उपस्थित सबैमा नमस्कार लायो गाउँपालिकालाई नमस्ते जोगाउँ हाम्रो संस्कार गाउँपालिकालाई नमस्कार जोगाउँ हाम्रो संस्कार गाउँपालिकालाई नमस्ते जोगाउँ हाम्रो संस्कार गाउँपालिकालाई नमस्कार बिदा हौ रे भाइ हो बखतमा